चाहिँ हाम्रो राम दादाले यहाँनिर प्र्याक्टिस हान्दैछ बाइक है। अहिले फिलहाल भने चाहिँ यो ब्युटिफुल प्लेस कहाँ हो भन्दाखेरि चाहिँ हेलिप्याड हो, जो चाहिँ याङयाङमा छ। याङयाङ साउथ सिक्किमको हेलिप्याड हो। अनि यो चाहिँ तपाईँको पुरा हेलिप्याड ग्राउन्ड होइन, हेलिप्याड हो। यहाँ चाहिँ हाम्रो राम दादा अहिले सिक्दैछ, केटाहरू यहाँ तस्बिर लिँदैछ। एन्ड यहाँको भ्यू चाहिँ हेर्नुहोस् यति दामी छ हो, यति दामी भ्यू छ हो। अनि यस्तो मस्त भ्यूमा चाहिँ हाम्रो केटाले चाहिँ सिक्दैछ। जा 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 बिस्तारै आरामसे चल, यतिकै जा न, सरर पर सट्टै घुमा, बास गए। यो यहाँनिर चाहिँ एकदम राम्रो छ सिक्नु हो। सो यो पनि तपाईँको यो माथिको चाहिँ रेसोर्ट हो होइन। रेसोर्ट भन्नु के भन्ने, अब त्यस्तै भनौँ न होइन, हल्का फुल्का। सो त्यो माथि देख्दै चाहिँ भालेढुङ्गा हो, त्यो परको चाहिँ त्यो सिक्किम युनिभर्सिटी हो। अनि त्यहाँ हस्टेलहरू होला सायद। अनि यो प्लेस यति ब्युटिफुल छ होइन नि, यस्तो दामी छ हो, एकदमै रमाइलो हो। दिस इज हेलिप्याड होइन, जो चाहिँ याङयाङमा छ। फेरि पनि तपाईँलाई रिमाइन्ड गर्नु छ है, यो चाहिँ हेलिप्याड हो याङयाङ साउथ सिक्किमको। अनि यति दामी भ्यू छ। अनि यो तपाईँले यो झन्डाहरू देख्दै गरेको मात्र चाहिँ पोखरी छ है। त्यहाँनिर चाहिँ तपाईँले माछाहरू पनि छ त्यहाँ पर चाहिँ। के भएछ हौ? दिँदैछ यहाँ केटाले, रमाइलो छ यो ठाउँमा आएर घुम्नु पनि मजा आउँछ हो। सो यहाँ प्र्याक्टिसहरू गर्दा पनि हुन्छ, किनभने ठुलो छ नि त हेलिप्याड भएको कारणले चाहिँ एकदमै ठुलो ओपन स्पेस छ। यहाँ चाहिँ जति मजाले अब प्र्याक्टिस गर्नु सक्यो होइन उति राम्रो। सो यही हो आजको साँझको कार्यक्रम। घर गएको थिएँ म त हो, घर गएर आएर यहाँ बसेँ हो। घरमा बसेर चाहिँ फेरि जुङहरू सिक्नु भनेर हो। कुदाएकै छ, जा 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 अगाडि हेरेर कुदा, अगाडि चाहिँ भर्खर लिएर सिक्दै गरेको है। यत्तिको चाहिँ पारा लिइसक्यो, लिँदैछ अब चाहिँ निकै पारा लिँदैछ। बिस्तारै सिक्नुपर्छ साथीहरू सिक्दाखेरि हो। घरमा बसिरहेको बेलामा जुङ गरे हो। अन्त मेरो पालोमा पनि आइदियो, मेरो बाइक चाहिँ त्यहाँनिर राखिरहेको छु हो। अनि यहाँ चाहिँ उसको बाइक हो, सिक्दैछ, मजा आउँदैछ।